हाम्रो देश अघि भर्खरको गीतले भने जस्तो सिमानाको पिलरसँगै ढलेको छ यो देश, विदेशीको इशारामा चलेको छ यो देश। हामीलाई महसुस हुन्छ, हामी बुझ्न सक्छौँ यो देशको सरकार विदेशीको इशारामा बन्नुपर्ने, यो देशमा कुन पार्टीले मत जित्नुपर्ने, विदेशीले फन्डिङ गरिदिनु पर्ने है। अब त्यो विदेशी फन्डिङबाट विदेशीको पैसामा यो देश चल्दैन, यो देश चल्छ तपाईँ हाम्रो आफ्नो इमानदारीमा, तपाईँ हाम्रो आफ्नो पाखुराको दममा। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो श्रम संस्कृति पार्टी त्यही पार्टी हो जुन विदेशी शक्तिको इशारामा आज सुरु भएको छ। यो श्रम संस्कृति पार्टी सदा सर्वदा देशको पार्टी, तपाईको पार्टी, गरिब दुखीको पार्टी, सच्चा नेपालीको पार्टी बनेर अगाडि बढ्नेछ। माटो छोएर म वचन दिन्छु, हामी सबै मिलेर यो पार्टीलाई बृहत बनाएर अगाडि बढ्छौँ, हो कि होइन? हो। विभिन्न एजेन्डा बाँडेर, विभिन्न तपाईको चाहिँ विकासका प्रलोभन देखाएर आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यहाँहरूको म केही समय लिन्छु, धैर्य धारण गरेर यहाँहरूले सुनिदिनुहुनेछ भन्ने मलाई विश्वास छ। यो देशको स्वाधीनता, यो देश हाम्रो देश हो कि होइन? तपाईँ हामी नेपाली हो कि होइनौँ? यो देश नेपाल हो कि होइन? नेपाल कसको हो, नेपालीको कि विदेशीको? यदि नेपाल नेपालीको हो भने यो देशको निर्णय नेपालीले गर्न पाउनुपर्छ, नेपालीले गर्नुपर्छ यो देशको निर्णय, यो देशको सार्वभौम नेपाली जनताले गर्नुपर्छ यो देशको निर्णय। तर यो देशको निर्णय विदेशी शक्तिले गर्ने, विदेशी प्रभुले गर्ने, विदेशी प्रभुलाई ढोगेर हिँड्ने मान्छेहरूलाई बोकिदिनु पर्ने, वर्षौंसम्म उसलाई नेता ठानिदिनु पर्ने भएको कारणले गर्दाखेरि आज यो देश स्वाधीन नरहिरहेको महसुस हुन्छ मलाई। तपाईलाई त्यस्तो हुन्छ? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी यस्तो उस्तो भनेर विकासीय नाराको पछाडि लागेर यो देशको स्वाधीनता बेच्ने, यो देशको स्वाधीनतामा आँच आउने कुनै पनि काम गर्दैनौँ, कुनै पनि कुरा सोच्दैनौँ।